कल्पना गर्नुहोस् त यदि तपाईले फेसबुकमा एउटा पोस्ट गर्नुभयो र केही मिनेटमै फेसबुकले त्यसलाई हटाइदियो, तपाईलाई कस्तो लाग्ला? अब सोच्नुहोस्, यदि त्यो पोस्ट गर्ने व्यक्ति संसारकै शक्तिशाली नेतामध्ये एक हुन्थे भने, अझ त्यो व्यक्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुन् भने, यो यस्तै घटना केही दिन अघि भएको छ। मेटाले मोदीकै फेसबुक पोस्ट हटाइदियो, पछि पोस्ट फिर्ता ल्यायो, माफी पनि माग्यो, तर भारत सरकार भने अझै असन्तुष्ट छ। आखिर यस्तो किन भयो? के एआईले साँच्चै नै गल्ती गर्यो वा यसभित्र अरू पनि केही छ? आजको भिडियोमा हामी यही विषयलाई विस्तारमा बुझ्नेछौँ। नमस्कार साथीहरू, म हुँ खड्ग दरे र यो हो मेरो च्यानल दरे सोल्टी। वास्तवमा के भयो? घटना निकै सामान्य देखिए पनि यसको असर विश्वव्यापी हुन सक्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फेसबुकमा एउटा भिडियो पोस्ट गरेका थिए, तर केही समयमै उक्त पोस्ट फेसबुकबाट हटाइयो वा प्रयोगकर्ताले देख्न नसक्ने अवस्थामा पुग्यो। यसले सामाजिक सञ्जालमा निकै ठुलो चर्चा सुरु गर्यो। के फेसबुकले जानी जानी हटायो? के कुनै व्यक्तिले रिपोर्ट गरेर हटाइयो या कुनै सरकारी दबाब थियो? यी सबै प्रश्न उठ्न थाले। तर केही समयपछि मेटाले पोस्ट पुनः रेस्टोर गरिदियो। मेटाले सार्वजनिक रूपमा भन्यो यो ह्युमन डिसिजन थिएन, एआईमा आधारित कन्टेन्ट मोडरेसन सिस्टमबाट भएको एउटा गल्ती थियो। अर्थात् फेसबुकको एआईले पोस्टलाई गलत रूपमा नियम उल्लङ्घन गरेको ठानेर हटाइएको थियो। एआईले यस्तो गल्ती किन गर्छ? अब सबैभन्दा ठुलो प्रश्न, एआईले आखिर यस्तो गल्ती किन गर्छ? धेरै मानिसलाई लाग्छ एआईले सबै कुरा बुझ्छ, तर वास्तविकता अलि फरक छ। फेसबुकमा हरेक दिन करोडौं पोस्ट अपलोड हुन्छन्। यति धेरै पोस्ट मानिसले मात्र जाँच्न सम्भव छैन। त्यसैले मेटाले एआई प्रयोग गर्छ। यो एआईले पोस्टको टेक्स्ट, इमेज, भिडियो, अडियो, क्याप्सन सबै कुरा विश्लेषण गर्छ। यदि एआईलाई कुनै पोस्ट स्पाम, भाइलेन्स, हेट स्पिच, कपिराइट, फेक न्यूज वा अन्य पोलिसीसँग मिले जस्तो लाग्यो भने त्यो पोस्ट तुरुन्त हट्न पनि सक्छ। तर एआई पूर्ण हुँदैन। कहिलेकाहीँ यसले निर्दोष पोस्टलाई पनि गलत रूपमा नियम उल्लङ्घन गरेको ठान्ने हुन सक्छ। यसलाई नै फल्स पोजिटिभ भनिन्छ र सम्भवतः मोदीको पोस्टमा पनि यस्तै भएको मेटाले दाबी गरेको छ। भारत किन रिसायो? सामान्य प्रयोगकर्ताको पोस्ट हटेको भए सायद यति ठुलो विषय बन्ने थिएन, तर यहाँ कुरा भारतका प्रधानमन्त्रीको आधिकारिक फेसबुक पोस्टको थियो। भारत सरकारले मेटालाई सोध्यो, यदि प्रधानमन्त्रीकै पोस्ट सुरक्षित छैन भने सामान्य नागरिकको पोस्टको अवस्था के होला? एआईले गल्ती गर्दा त्यसको जिम्मेवार को? के एउटा कम्पनीको एआईले लोकतान्त्रिक सूचना प्रवाहलाई असर गर्न सक्छ? भारतको इलेक्ट्रोनिक्स एन्ड इन्फर्मेसन टेक्नोलोजी मन्त्रालयले मेटाका आधिकारिकहरूलाई स्पष्टीकरणका लागि बोलायो। मेटाले माफी पनि मागे र भारत सरकारले भन्यो केवल इरर भयो भन्नु पर्याप्त छैन, यस्तो किन भयो भन्ने स्पष्ट उत्तर चाहिन्छ। यही कारण अहिले एआई कन्टेन्ट मोडरेसन विश्वभरि बहसको विषय बनेको छ। यो केवल मोदीको विषय मात्र होइन। वास्तवमा यस्तो घटना पहिलो पटक भएको पनि होइन। विश्वभर धेरै पत्रकार, कन्टेन्ट क्रिएटर, न्युज एजेन्सी, डाइरेक्टर, डाक्टर, टिचर, रिसर्चर र सामान्य प्रयोगकर्ताका पोस्ट पनि एआईले गल्तीले हटाएको उदाहरणहरू छन्। कहिलेकाहीँ अकाउन्ट नै सस्पेन्ड हुन्छ, पछि अपिल गरेपछि मात्र रिस्टोर हुन्छ। यसले एउटा ठुलो प्रश्न उठाउँछ, भविष्यमा एआईले इन्टरनेट चलाउने हो भने एआईका निर्णय कसरी पारदर्शी बनाउने? गल्ती भयो भने जिम्मेवार को हुने? यही विषयमा अहिले विश्वभर बहस भइरहेको छ। समग्रमा यस घटनाले एउटा कुरा स्पष्ट बनाएको छ, एआई निकै शक्तिशाली छ, तर एआई अझै पनि पर्फेक्ट छैन। एकातिर यसले अरबौं पोस्ट केही सेकेन्डमै जाँच्न सक्छ, अर्कोतर्फ एउटै गल्तीले विश्वकै प्रधानमन्त्रीको पोस्ट समेत हटाउन सक्छ। त्यसैले भविष्यमा एआई मात्र होइन, ह्युमन रिभ्यू, ट्रान्सप्यारेन्सी र एकाउन्टेबिलिटी पनि उत्तिकै आवश्यक हुनेछ।
अब तपाईलाई के लाग्छ? मेटाको एआईले साँच्चीकै गल्ती गरेकै हो कि यस्तो प्रणालीमा अझ धेरै सुधार आवश्यक छ? तपाईको विचार कमेन्टमा अवश्य लेख्नुहोस्। यदि तपाईलाई यस्ता टेक्नोलोजी अपडेट्स, एआई न्यूज, मोबाइल टिप्स र टेक्स्ट एक्सप्लेन भिडियोहरू मनपर्छ भने कृपया आजै दराई सोल्टी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। भिडियो मन परेको भए लाइक गर्नुहोस्, साथीहरूसँग सेयर पनि गर्नुहोला। म फेरि अर्को रोचक टेक्नोलोजी भिडियो लिएर फेरि भेट्नेछु। तबसम्मको लागि धन्यवाद।